जयपुरको एकदमै फेमस करुवा अनि आज कार्यक्रम पनि रहेछ यहाँनेरि एकदमै धेरै मान्छेहरू पनि यहाँ उपस्थिति भएको हामी हेर्न सक्छौं एकदमै आनन्द छ र तीनटा बाइकमा टक्क 6 जना हामी जाँदैछौँ मादिसम्मको यात्रामा अब म चाहिँ अगाडि लाग्यो ल है त ल गाइजहरु जयपुर चाहिँ यस्तै छ हाम्रो एकदम संघसभाको सबैभन्दा उत्कृष्ट ठाउँ चिसो छ चिसो एकदमै जाडो भर्खर पानी परेर रहेको थियो एकदम चिसो चिसो भइरहेछ लालीगुराँस जस्तो क्या टक्क परबाट हेर्दाखेरि चाहिँ सेतो लालीगुराँस जस्तो देखिन्छ तर यो के हो भन्नु होला हाम्रो हजुरबाले यहाँ गोरु चराउँदै हुनुहुन्छ टक्क टर्निङ फेरि यस्तो छ यो जयपुरदेखि मादी जाने बाटोको टर्निङ एकदमै डेन्जर छ सर्ट टर्निङहरू छ ल यहाँनेरि हामीले हेर्न सक्छौं बसन्तपुर 45 किलोमिटर पिलुवा 7 किलोमिटर तिनजुरे मिल्केको कोही सम्झना आयो त यसो हेर त सररररर देखिएको छ ओह्रालो लास्ट डेन्जर ओह्रालो रहेछ फेरि टुटु झर्ने खालकै हामी चाहिँ पिलुवा खोलामा आइसकेको छौँ यहाँनिर यस्तो छ पिलुवा खोलाको घरहरू चाहिँ अनि अब माथि जाने बाटो र उतापट्टि मुडेतिर जाने बाटो छुट्टिन्छ यहाँ कहाँदेखि हो भन्ने कुरो चाहिँ मलाई लागिरहेछ यहाँ हेर्दैछु कहाँदेखि हो छुट्टिने चाहिँ पिलुवाको पुल रहेको छ है पिलुवा खोलाको पुल टक्क हेर्नु होला है यस्तो दामी पुल छ ठ्याक्कै है सभा खोला जस्तै पुल दामी तरिकाको पुल छ है टक्क लगाएर गाइजहरू यहाँ हाम्रो एक टोली चाहिँ आइवरी फोटोसोटो सुट गरेको हेर्न सक्नुहुन्छ है रोड बाटो छ है अलिकति टक्कै अघिसम्म चाहिँ पिचको बाटो थियो एकदमै रमाइलो भइरहेको थियो अब अहिले चाहिँ अलिकति अफ रोड बाटो छ अलिकति उफ्रिन्छ एउटा चाहिँ माथि जाने बाटो तल्लो बाटो रहेछ पिच बाटो सर हामी चाहिँ अब लाग्यौँ है गाइजहरू एकदमै रमाइलो बाटो फेरि आइपुग्यो यहाँ गाइज एकदमै राम्रो नाम लु माया खोला पुल तेरिका कस्तो राम्रो नाम मादी भनेर चाहिँ हामीले देखियो त ट्याक्क लगाएर मादी नगरपालिका स्वागत छ भन्ने कुरा आयो राम मन्दिर गाइजहरू ट्याक्क लगाएर हेर्नु होला अब राम मन्दिर चाहिँ यहाँ छ सीता मन्दिर चाहिँ छैन है हजुर फेरि यो चाहिँ राम मन्दिर है हजुर ल ट्याक्कसँगले चाहिँ एकदमै राम्रो मन्दिर देखियो राम मन्दिर हामी चाहिँ गाइजहरू फाइनल्ली हामी मादी नगरपालिकामा आइसकेको छौँ मादी नगर अस्पताल पिएचसी चाहिँ तल छ यो यहाँनिर हेर्नुलाई मैले अलिकति जुम ताने यो चाहिँ अस्पताल भयो अनि यो चाहिँ मादी नगरपालिका ट्याक्क लगाएर ठाउँ चाहिँ एकदमै बवाल छ है हामी बल्ल बल्ल भिजेर आइपुगेको छौँ यहाँनिर अनि केटाहरू यस्तरी भिजिरहेको छ यहाँनिर ल यहाँनिर चाहिँ मादी नगरपालिकाको चाहिँ टक्क फोटो खिचेको रहेछ यहाँ हेर्नु होला मैले सट्ट देखाएँ है पानीले एकदमै धेरै भिजायो अनि हामी फाइनल्ली यहाँ हामी मादी होटलमा आइसकेको छौँ पानी यसरी परिरहेछ अब त्यहाँनिर चाहिँ हामीले हेलमेट टक्क यहाँ राखेको छौँ है अनि यो मादी होटल एकदमै राम्रो व्यवस्थित छ यहाँनिर चाहिँ मादी होटल र यहाँको डेकोरेसन पनि एकदमै राम्रो छ है टक्क यता हुँदै एकदमै राम्रो हाल्छ जे होस् मादीमा यतिको होटल एकदमै राम्रो मान्छु म चाहिँ भिजेर होइन यस्तो हालतमा भइरहेको छु यहाँ हेर्नलाई
यस्तो सब भिजिरहेछ है, लुगाहरू पुरै भिजिरहेछ। हाम्रो ग्रुपको साथीहरू चाहिँ पुरै यहाँ पानी रोकियो कि रोकिएन भनेर छटपटिरहेछ यहाँनिर छटपटिरहेछ। यहाँ हेर्नु होला है, बजार एरिया यस्तो छ यहाँको चाहिँ सर। र पानी पनि परिरहेछ है, हल्का हल्का पानी पनि परिरहेछ है। टक्क है बजार एरिया यस्तो देख्नुहुनेछ है। घरहरू एकदमै दामी बाक्लो एकदमै बजार एरिया हो, हामी हेर्न सक्छौँ है सम्पूर्णले। र को मादिको हुनुहुन्छ कमेन्ट गर्नु होला है। हजुरहरूको गाउँठाउँमा आएर भिडियो बनाउन पाएको छु र माया गरिदिनु होला। हेर्नुहोस् बल्ल बल्ल पानी झरीमा भिज्दै भिज्दै हामी आइसकेको छौँ तपाईँहरूको माझमा भिडियो लिएर। यस्तो छ एकदमै खतरा दामी छ है। अझ पानी पनि परिरहेछ, आकाशको मौसम त्यस्तो छ है, पानी सट्ट परिरहेछ। गाह्रो छ नि। दामी देखिरहेछ है। यहाँ चाहिँ अटो पनि घुमाउँदै हुनुहुन्छ है। अनि माथिको बजार यस्तै छ है, टक्क लगाएर एकदमै सुन्दर अनि राम्रो। चैनपुर भन्दा पनि राम्रो लाग्यो है मलाई चाहिँ गाइजहरू। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट डाउन गर्नु होला। अनि यहाँ चाहिँ मादी मेडिकल हल हामीले हेर्न सक्छौँ। ओखरको सालिक यस्तो बनिएको छ है। अनि यहाँ चाहिँ बस्ने टक्क होइन, थकाइ मार्ने चौतारो पनि यसरी टक्क बनिएको छ। ओखर एकदमै ठाउँको विशेष जे नामले जुराएको थियो त्यही नाम विशेष ओखरको हामीले यहाँ संरचना पनि देख्यौँ। अनि यहाँबाट हेर्नु होला यस्तो छ है, क्या दामी छ। मलाई चाहिँ एकदमै धेरै मन पर्यो। ओके पनि गाइजहरू तपाईँहरूलाई पनि सायद मन पर्यो होला। दामी छ। यो यतापट्टिको चाहिँ कभर हल रहेको छ यहाँनिर चाहिँ। अनि यतापट्टि यस्तो छ यो भवनहरू भइहाल्छ। पानी झरीमा साथीहरू चाहिँ रुम खोज्दै हिँडिरहेछ। अझै रुम भेटिएन? ए ल ल ओके छ त। ल अब केही बेरमा चाहिँ हामी रुमसुम खोजिसकेर साथीहरूले खोजिसकेर हामी फेरि फर्किनेछौँ खाँदबारी नै।